अवकाश भई निवृत्ति भरण वा पारिवारिक निवृत्ति भरण पाइसकेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखित कृत्य, राज्य विरुद्धको अपराध, लागू औषध कारोबार, सम्पत्ति शुद्धिकरण, पुरातात्विक वस्तु बेचबिखान, मानव बेचबिखान, अपहरण, शरीक बन्धक, जबरजस्ती गर्ने, सामूहिक जबरजस्ती गर्ने, बहुविवाह र नैतिक पतन देखिने अन्य फौजदारी अभियोग अदालतबाट कसुर ठहरे निजको त्यस्तो निवृत्ति भरण पाउने छैन भन्ने दफा यथावत रहेको र यो कायम रहेको बेहोरा जानकारी गराउन चाहन्छु। पहिलो कुरा, तर कसैले दोहोरो सुविधा लिएको छ भने यस्तो दोहोरो सुविधाको हकमा निजामती सेवा वा अन्य सरकारी सेवाबाट अवकाश भई निवृत्ति भरण प्राप्त गरेका व्यक्ति राज्यको कुनै लाभको पदमा नियुक्ति भएमा सो अवधिभरि निजले उक्त पदको मासिक तलब सुविधा वा निवृत्ति भरण एक मात्र लिन पाउने र अन्य कुनै पनि लियो भने एउटा मात्र लिन पाउने। त्यसभित्र विपरीत सुविधा लिएको पाइएमा सरकारी बाँकी सरह असुल पर गरिनेछ भन्ने उल्लेख गरेको छ। यो कायमै रहेको बेहोरा जानकारी गराउन चाहन्छु 68 को हकमा। यो सबैलाई अनुरोध पनि गर्न चाहन्छु। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामंगल, काठमाडौँ। 1583 वटा संशोधन थिए, 147 वटा दफाहरू थिए। त्यसमा हामी धेरै कुरामा सहमति नजिक पुगेर हामीले एउटा राज्य व्यवस्था समितिले आफ्नो प्रतिवेदन माननीय सदस्यलाई उपलब्ध गराएको छ। यो विधेयक हामीले विवादित नबनिकन एक भएर पार्टी भन्दा माथि उठेर सबैको विधेयक बनाउन सफल भयौं भने हाम्रो क्षमतामाथि प्रश्न चिन्ह आउँदैन। कसैलाई उत्तेजित बनाउने पनि होइन, कसैलाई कमजोर देख्ने पनि होइन, हामीले सबैलाई निराशा बनाउने पनि होइन, उत्तेजित बनाउने पनि होइन, सबैलाई मिलाएर लान सक्ने र संविधान र व्यवस्थालाई अझ बलियो बनाउने गरी यो विधेयक ल्याउनु पर्ने हामीले जरुरी देखेका छौं। यो हामी सबैको विधेयक हो। सबै अघि कृष्णगोपाल शेठले ददेखि देसम्म, दमनन ढुकानादेखि देवराज घिमिरेसम्म मैले ददेखि अहिले परेन, अहिले परेन, मैले भने ददेखि देसम्म भनेको निकै लामै पर्यो। त्यसैले सुरुदेखि अहिलेसम्म अनुभव गरेर आउनुभएका माननीय सदस्यहरू हुनुहुन्छ 48 सालदेखि, र मलाई एउटा खुसी लागेको छ सबै माननीय सदस्यहरूको अभिव्यक्ति र काम गराइप्रति म खुसी छु। विधेयक बनाउँदा कति गाह्रो हुँदो रहेछ भन्ने कुरा अहिले हामीले अनुभव गरेका छौँ। तर सबै मान्यहरूले एउटा भन्नुभएको छ, यति मेहनतका साथ कुनै पनि विधेयकहरू तयार भएका थिएनन्। हामी बिहान 8 बजेदेखि राति 9 बजेसम्म समितिमा उपसमितिमा बसेर छलफल गरेका छौँ। यो वास्तवमै अति नै महत्त्वपूर्ण भएर हामीले यो गरेका हौँ। त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, यो विधेयक पनि छिटो ल्याउनुपर्छ र सबैको धारणा अनुसार ल्याउनुपर्छ भन्ने सबैको चाहना छ। त्यसैले म अनुरोध गर्न चाहन्छु, सबैको सहमतिमै यो विधेयक आवश्यकता छ। हामी यसमा विभाजित नबनौं, यसमा मतदानको अवस्था पनि नहोस्, हामी सबै एक भएर जानु पर्दैछ। विधेयक पारित गर्दाखेरि कुनै पार्टीको सामान्य गन्ध पनि कसैमा नहोस्, हामी सबै साथीहरू एक भएर प्रस्तुत हुन सकौं, त्यो सबभन्दा महत्त्वपूर्ण हुन्छ।